गेमको चिन्ता अब एक गेम लम अनि एक गेम लम न अनि के गेम पनि खेलाउनु न मलाई पनि अरूसँग मात्रै गेम पनि प्ले गर्नुस् न मान्छेले के को धन्दा यहाँ हामीले यहाँ कत्रो मिठो के को धन्दा छ तपाईलाई खै के दिँदैन लालीपप चबै राख्नु भएको छ मेरो टिम मेरो ग्याङ यति को ड्युटीमा हुनुहुन्छ यस्तो भन्छ न हजुर एकचोटि मजाले ट्याटु छुइदेऊ त ट्याटु मजाले ट्याटुको स्पर्श गर त कान्छी अलिकति आवाज पनि थोरै सुन्न सुगन्ध अलिकति थोरै आवाज पनि सुन्न सुगन्ध कस्तो 30 चोटि खसे गरेर भित्रै झारेर यस्तो भयो क्या कस्तो फिल दियो तिमीले यार थ्याङ्क यू यार कस्तो आज खर्च बच्यो यार मेरो ठेकाना जानु पर्थ्यो यतिकै भयो तिमीले कसम नेपाली 5,000 बचायो क्या ठेकाना जानु मन थियो कि कसम यार थ्याङ्क यू यार त्यो 5,000 यतै फाल्दिनु अब फेरि अब सेकेन्ड ठ्याक अलिकति त्यो टोन लामो के अलिकति लामो अन्त उसले गर्छ हाम्रै साथी अब हाई गेम पनि लाउनु नत्र नभए हाई मात्रै भनेर हुन्छ ला गेम लाउनु तर म अँध्यारोमा चाहिँ बुद्धि भन्दा कालो छ मेरो अनुहार नि अँध्यारोमा छ नि त अहिलेसम्म उज्यालो थियो त ल सबले डबल ट्याप लाग्यो ल है ल है सबले डबल ट्याप लाग्यो है त है सबले डबल ट्याप लाग्यो ल है त है सबले डबल जम्मै गाडी छ जम्मै ट्याप 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 सबैजना ल सर ट्रेजर बक्स कता छ एभ्रीवन शेर्पा वेलकम सबैजनालाई वेलकम गाइजहरु ल एभ्रीवन हाम्रो टिमहरु ट्याप ट्याप पनि बढाइदिनुस् म यताबाट पहिले गेममा फोकस गर्नु न एकछिन थ्यांक यू सो मच सप्पु थ्यांक यू सबैजना गाइजहरु डबलमा डबल गाइज सबैजना मिलेर गीत छँदैछु ल ग्याङ ल है अहिलेको लागि सबैले डबल ट्याप लाग्यो पानी खाने बनाउनु भयो सबैजनाले म्याच गेम डबल ट्याप चाहिँ सबैले कहिले गाइदा तपाईले यहाँ मलाई पानी खाने बनाउनु भयो पानी मात्रै होइन कि अब यहाँ के खानुपर्छ के खानुपर्छ यहाँ हेर्दै जानु एकछिनमा हेर्दै जानु सबले भाँच्छ ल गेङ ल है अब अञ्जनाले दामी त्यो दुधमा हात समातेर अब एकछिनमा अञ्जनाले हेरेर यस्तरी गर्छ नि अञ्जनाले यस्तरी गर्छ नि अञ्जनाले है भाँच्छ सबैजनाले है अञ्जना मजाले गर्दै ल मजाले गेम थोरै यो रोज हान्ने काम नगरेको डबल सबैजना गाइजहरु ल सबैजना बडमै गएर 12टा कम्प्लिट गरिदिनु ल गाइज सबैजना ल 12टा गरौँ न गाइजहरु अब 11टा ल सबैजनालाई थ्यांक यू सबैजनाले दिनुस् न गाइज सबैजना गाइजहरु थ्यांक यू सबैजनाले ल सबैजनाले कम्प्लिट गरिदिनुस् न धेरै साथीहरु हुन्छ कम्प्लिट अब छटा अझै छटा चाहियो गाइजहरु छटा ल सबैजना कम्प्लिट गरौँ है एभ्रीवन थ्यांक यू अझै चाहियो गाइज सबैजनाले म्याच लाग्यो नि त है सबैजनाले म्याच पाँचवटा चाहियो गाइज पाँचवटा सबैले कम्प्लिट गरौँ न गाइजहरु कम्प्लिट गरिदिनुस् गयो हाम्रो त गाइजहरु कम्प्लिट गरिदिनु नि मेरो टिमहरु सबैजना ल मिलेर आयो अब यो पछिको माडे है अझ दुध माडा ल के पनि हुँदैन ल अस्ति पनि मेरो त्यही गरेर आइडी गएको त्यो पनिसमेन्ट दिइरहेको थियो मलाई अनि त्यही भएर त्यस्तो चाहिँ गर्न मिल्दैन क्या अगाडिबाट नगर पछाडिबाट गर उता फर्केर गर ल पछाडिबाट हुन्छ कि पनि हुँदैन कता उता भनेको पछाडि फर्केर पछाडि डेमा देखाउनु तपाईँ डेमा त तपाईँ नै हो देखाउनु त फेरि दुध नदेखाउ ल दुध नदेखाउ यस्तो गर्दै यहाँ अँध्यारोमा देखिँदैन अँध्यारोमा देखिन्छ अझ पछाडि फर्किने उता फर्केर क्या उता भित्तातिर फर्केर भने अँध्यारोमा देख्दैन नि त तपाईँले हेरौँ न त्यही त तपाईँ चाहिँ हेरौँ न त अनि त्यसरी मेरो अनुहार त्यो गङ्गु छेत्रीको पुती भन्दा कालो छ देखिन्छ त अनि कसरी देख्छौ त यो अँध्यारोमा हेर्दै हुन्छ त्यस्तै भए पनि म देख्छु कि कसलाई खोलेर हेरेको यस्तो गर्ने कि यता उता फर्किने अलि मजाले मार्ने कि यसरी
कहाँ त्यस्तो त्यस्तो साह्रो त कहाँ कराउँछ आमा त्यस्तो करायो भने नि बिस्तारै गरौ बिस्तारै गर्दा नि हुन्छ हामी सुन्छ नि त तर दुध त साह्रै मजा हो तेरिका लाडो जुरुक म त कराउँदिन है यतिका दुध छाम्दा त लाडो जुरुक जुरुक उठ्छ नि अन्जना हो के गर्नु खै मुजीको समस्या विदेश आयो मुजीको समस्या यही त समस्या छ नास भगवान पनि बढौँ न हौ गाइजहरू ल अन्जनाले यति मिठो दिन्छ केटालाई एकछिन बल डबल ट्याप सबले हान्नु केटा डबल ट्याप सबले हान्नु ल अन्जनाको बुबु मिठो खाएर हाम्रो पनि हामीले एक गेम जिताइदिनु नि त गाइजहरू एक गेम जिताइदिनु न अनि भो मजा लाग्छ गेमै जिताइदिनु भन्न तपाईँहरू अन्जनाको दुध त साह्रै मिलेको दुध हौ त्यो बिचमा दुधका बिचमा हलो राखेर जोत्दाखेरि त्यो अनुभव दिप वेलकम सबैजना ल सबैजना एभ्रीवन अन्जना थोरै क्यामेरा मिलाउ सानो अलिकति क्यामेरा मिलाउ त अलिकति थोरै डाउन गर अलिकति क्यामेरा मिलाउनु हुँदैन मिलाउनु हुँदैन तिम्रो यो दुध त ओरिजिनलै हो नि बनाएको दुध होइन नि ए कसरी बनाउँछौ बनाएको त चिनिहाल्छ नि मजाले कडक्क कम्मरमा हातले समातेर देब्रे हातले बिस्तारै दुध समाइदिएर बुबुको टुप्पी खेलाइदिएर बिस्तारै पानी झारेर बिस्तारै खुट्टा पारेर बिस्तारै कछुवाको तालमा बिस्तारै हालेर आङसिरिङ्ग हुँदाखेरि हाम्रो प्रदीप खड्का अनि त्यसै गरी हाम्रो एसएस बुस्टिङ आएको छ क्याङै थ्याङ्क यू नितेश सेन्टर अनि हाम्रो सन्तोष अनि हाम्रो श्रेयसा खगेन्द्र अनि मनोज तामाङ ल तपाईँहरू फलो ब्याक दिनु भनेर भन्नु मलाई थाहा हुँदैन सुन्नु उता पछाडि फर्किनु अगाडि फोन राख्नु पछाडि फर्किनु केही गर्नु पर्दैन पछाडि फर्किनु त्यो दुध नदेखाउनु दुधको टुप्पी नदेखाउनु देखिँदैन पछाडि उता फर्केर देखिँदैन नि त उता फर्किनु त उता फर्किस्यो पछाडि फर्किस्यो ल कस्तो गरिदिनु पर्ने हो पनिसमेन्ट पनि उता फर्किनु घुँडा टेक्नु उता फर्किनु उता लाखे हो त्यसरी घुँडा टेक्नु अब त्यो हातले मजाले दुध मार्नु यता पछाडि देख्दैन त पछाडि दुध मार्नु अलिकति माथि त्यो चाक उठाउनु थोरै चाक माथि जानु घुँडा टेक्नु थोरै माथि चाक थोरै चाक माथि उठाउनु थोरै चाक अलिकति चाक माथि चाक उठाउ कान्छी कन्डो उठाउ हो त्यतिको ल अब दुध माडा न दुध माडा दुई हातले माडे जस्तो गर न माडे जस्तो ल केटा हो ल कोही झार्ने भए झारे केटा ल केटा टक्क झारिदेऊ ल टक्क झारिदेऊ अन्जनाको छेउ टक्क झारिदेऊ ल केटा ल झारिदेऊ अनि फोन बुझ है वाह यो ट्याटु मजा आएगा ल अन्जना आशीर्वाद दिन्छु ल सुनु ल त्यो दुधहरू अझै ठुलो बढोस् तर कक्रक्क होस् दुधहरू अनि त्यो पुतली अझै टाइट होस् फ्यान होस् है टिसी अझै गोरो भइराखोस् आशीर्वाद छ होइन एकदमै आशीर्वाद लागोस् अनि कसैले ठ्याक हान्न नदिनु होइन ठ्याक हान्दाखेरि त्यहाँ राक्षसको टाउको देखोस् पुतलीमा होइन अरूले तर हाम्रो ग्याङले ठ्याक हान्दाखेरि चाहिँ मिठो बास्ना आओस् हरि बास्ना आओस् होइन ठ्याक गरौँ लाग्ने खालको होस् अरूले ठ्याक हान्दाखेरि चाहिँ त्यो राक्षसको टाउको देखियोस् है राक्षसको टाउको देखियोस् गोमान सापको टाउको देखियोस् अनि हामीले ठ्याक हान्दा खोज्दाखेरि चाहिँ मिठो हरि बास्ना होस् कमलको फुल जस्तो चपक्क बलेको होस् फक्रक्क कोपिला फुल नाटेको जस्तो त्यो टिसीहरू चुचीहरू टक्क फक्रियोस् र हामीले ठ्याक हान्दाखेरि चुमुक गरोस् अर्कोले ठ्याक हान्दाखेरि चाहिँ केही नहोस् है लाटो पुतली होस् है ल है हाम्रो आशीर्वाद लागोस् ल धन्यवाद छ